यो भाले पो काटेर खाने बेला ठिक्क भएछ त। यो गाइस हामी चाहिँ अब तल खेती गर्न जाँदैछौँ। मोटरबाट पानी लाउन आयौँ। के छ त जिग्री? कस्तो दामी छ। कल पो पेल्ने हो त अब यहाँ कल पेल्ने हो के? यो अब कहीँ बिउ राम्रो आयो, कहीँ बिउ राम्रो आएन। यो यत्तिकै घाँस हो, यो यत्तिकै यस्तो घाँस हो। अब यहाँ पानी लाउनु पर्छ अनि जोतेर धान रोप्नु पर्छ। अब बिउ उखाल्न तिमी आउँछौ, हामी यहाँ पानी बोकेर आयौँ। पानी रहेन रहेछ केटा हो। त्यस्तै छ, खेती किसानी गर्न गाह्रो हुने रहेछ, त्यही भएर डर पढ्नुपर्छ। ले त अब यस्तै भयो, पढिएन। ल फाइनली हामीले पानी लिएर आइसकेको छौँ। हाल न त पानी हाल्ने हो नि त। छिटो छिटो पुरै हाल्नुपर्छ क्या, पानी हाल न मजाले नै। यहाँ गइसक्यो, यहाँ कहाँ बाहिर आयो दुखिसक्यो। बेला न अझै त्यहाँ मजाले। लु खोलो खोलो खोलो। आया हात दुखिसक्यो यार। खोलो न, त्यहाँ खोलेर पो छ नि। लु पानी हाल त। पानी आइसक्यो। अब यो फर्वा लिएर गएर कता कता खोल्ने। ल यहाँ म चाहिँ मोल घर आइपुगेँ। यहाँ पनि पानी लाग्दो रहेछ। यहाँ सुपारी खाने केटा हो। सानी यहाँ मेरै भ्लग हेरेर बस्दै चाहिँ मेरो लोयल फलोवर। सानी चाहिँ मेरो लोयल भ्युवर रहेछ। यहाँ मेरै भ्लग हेरेर बस्दै चाहिँ। ओइ सानी के अरे कि गाइस यहाँ चाहिँ बिउहरू हाल्दै हुनुहुन्छ। ए आइपुगेँ। अब आइपुगेर लुगासुगा चेन्ज गरेँ। यहाँ पानी लाउनु जानु पर्यो भनेको अङ्कलले मोटर खोलिसक्नु भएछ। यहाँ अङ्कलको रोपाइ हुँदैछ। हिजो बिउ काट्दै हुन्थ्यो यहाँनिर। हिजो यहाँ बिउ काट्दै हुनुहुन्थ्यो। आज चाहिँ पर उहाँ अङ्कल डोकोमा बोक्दै हुनुहुन्छ। यता त्यहाँ अङ्कलको खेत जोत्दैछ। अब सबैतिर धान रोप्ने सिन छ। हाम्रो चाहिँ अब आज अहिले लाउँछ होला पर, अनि भोलिदेखि हुन्छ होला रोपी। भोलि न त पर्सिदेखि चैते धानको रोपाइ। अङ्कल यहाँ पुरै बोकेर बिउ बोकेर। अब बुढेसकाल आएको त्यस्तै हो नि। कहिले सक्छन् भन्ने हुन्छ। गम भाँसिन्छ, हिँडिन्छ यसरी। आफ्नो भनेको आफ्नै हो, अर्काको देख्दा चाहिँ कसरी गर्छन् भन्ने हुन्छ। बिउ बोकिँदैछ। ल
म चाहिँ अब हाम्रो खेतमा पानी लागेको ठाउँमा जाँदैछु। छिटै पानी लाउने भनेर आएको थिएँ। त्यहाँ अङ्कलले कि कसले अघि मोटर खोलिदिनु भएछ। मैले हिजै पानी जाने ठाउँ चाहिँ रेडी बनाएको थिएँ। ल हिजो आएर मैले यहाँ सबतिर पानी लगाएको थिएँ। यसमा ऊ त्यसमा त्यो त्यता पानी लगाएको थिएँ। छु त्यहाँनिरको गरामा पानी लाग्दैछ। अब त्यो पानी लागेपछि फेरि उता छोड्नु पर्ने। दाजु बराली लाउँदै हुन्छ। दाजु यहाँ पुरै आली लाउँदै हुन्छ। के छ दाजु, ठिक छ? अब हले जोतेको त हलो जोतेको त अब कहाँ हलो जोतेको, हलो त जोत्नै छोडिसक्यो मान्छेले। अनि कहाँनिर अब त्यहाँ कहाँ को पुगिराख्ने। अब हाम्रो कसरी गर्ने त्यसरी पो देखाउने हो त। यत्रो ट्र्याक्टर भएको त मतलबै भएन नि। के हो चम्मा छ? यहाँ चाहिँ कस्तो मजाले मकैको रोपेको रहेछ कडा हो। ए सीता आन्टी, के हो तपाईँ त एक्लै पुरै वान म्यान आर्मी जस्तो एक्लै हान्दिँदै हुन्छ त। अनि तपाईँको रमाइलो रहेछ त। गर्मीले पो यहाँ गिद्दी गर त। अरू त ठिकै छ, यता कुदो उता कुदो रमाइलो छ। हजुर आज आएको नि, हिजो गएको थिएँ घर। आज अब पानी लाउँदैछ नि त। भरिएको छैन नि। यो भाले पो काटेर खाने बेला ठिक्क भएछ त। कुखुरा त एउटा त काटेरै खाने बेला भएको रहेछ। यो भाले चाहिँ गतिलो भएको रहेछ। यसलाई चाहिँ खाइहाल्नु पर्ने बेला भएको रहेछ। गाइज यो चाहिँ मेरो फार्म हाउस हो। यसको अवस्था चाहिँ अहिले खासै ठिक छैन, तर बिस्तारै
यसलाई टक्कै बोडी बिरुवा हुर्केपछि यसलाई अलिक व्यवस्थापन गर्नुपर्छ। हिजो पनि पानी हालेको थिएँ, आज पनि अब पानी हाल्नु पऱ्यो। कहाँ हिँडेका तिमीहरू? कतिमा पढ्छौ तिमी? 1 मा? के हो तिम्रो नाम? केटाकेटीहरूको यहाँ स्कुल जाने बेला भन्छ, सर ब्याग बोकेर जाँदैछन्। यो ठगुई स्कुल जान्न जस्तै चाहिँ। केटा हो म चाहिँ यहाँ यसो यो रुख देखेर चढ्दिनु त भनेर आएँ। पदमको रुखै छ तर कस्तो सेफ्टी खालको रुख। अल्छी आएर म चाहिँ यहाँ काकीमा मै खान आएँ। अब हिजो पनि दिनभरि मिठो थियो। खैलु छिटो निकाल न मै खाम। ए चानी नानी के हेरेको चानी नानी? के भाइरल बनाउनु हो तपाईँलाई बुढेसकालमा? अब मै चिल्याउनु न, भरि ल्याउनु भयो त अनि। ल लाउँदैछु। ल कडा हो यस्तै छ। अब चट्ट लगाएर मजाले खाने हो अनि घरतिर जाने हो। सो होमिज म चाहिँ अब यहाँ तल आएको छु। आज चाहिँ हाम्रो खेती हो। अब धान मेसिन हो के चाहिँ के को पर्छ 11 ठिक छ। बढी खेत लागि सामान यहाँ लिएर आएको छु। दाल बसाइदिनु भयो, सक्दैछ। अब देखि हो खेताला चाहिँ अघि गइसक्यो रोप्नुलाई। अब हामी चाहिँ यहाँ खानासाना पकाउने भन्ने कुरामा लागि परेको छौँ नि त। ठिक छ। ल आजको हाम्रो मेन सेफ के छ? सेफ के पकाउन आँट्नु भएको आजको हजुरको मेन डिसमा? के छ त? गुड मर्निङ साथीहरू। उठ्यो अब पाँचजना खाएर खेततिर जाँदैछु। यस्तै छ साथीहरू। म चाहिँ खेतालाका लागि सामान किनेर आएको केटा हो। जाँदैछु अब टक्कसँगले।
जिन्दगीमा मजा भइरहेछ राति पानी परेर यहाँ मकैको बिजोग भयो सबै असिना पानीले बिगारो मकै चाहिँ के भन्न चाहनुहुन्छ त हाम्रो दर्शक बिनहरूलाई अङ्कल किन भन्नु न केही त भन्नु